गुड मर्निङ। आज चाहिँ हामी हामायाङ्गरी जाँदैछौँ बच्चाहरूसँग। मेरो बच्चाहरू पनि रेडी भइसक्यो। बिहानै 5:30 मा उठेको हामी। अब चाहिँ जानुलाई रेडी भएर खाजा खाएर रेडी भइसकेछ। हेलो, कहाँ जाने? हामायाङ्गरी जाने? सामान प्याक भइसक्यो? सामान अघि नै रेडी भइसक्यो। ड्राइभरले आज ढिलो गरिदियो हाम्रो सामानहरू। अनि हाम्रो लट्ठी रेडी छ, जुत्ता सुत्ता सब रेडी छ। अब जाने होइन त? ओके। अब भरे बाटो खिच्दै जाउँला। यो एउटै ठाउँमा राख्ने ल लट्ठी। ओके, हामी हिँडेको अब। ल, आज त घाम पनि लागेको छ। वेदरले पनि हामीलाई साथ दिएको छ। अब भोलि उताको वेदर चाहिँ कस्तो हुन्छ हेरौँ। के भयो? ल, अब चाहिँ बाटोमा भेटौँ। यो म्याम चाहिँ अगाडि हो? म्याम होइन, के हो अरे तिमी चाहिँ? प्याम हो अरे। प्याम भनेको चाहिँ हामी शेर्पा भाषामा के हो अरे? खतरै हो है फेरि। ल, अब जाने हामायाङ्गरी। अझै 2 जना आउनु बाँकी छ। ल, प्याम पनि आयो। अब हिँड्दैछ। अब 2 जना अर्को बाँकी छ। तिनीहरूको नाम चाहिँ के हो आफै भन्छ अब परे। दार्जिलिङ भेज कि नन भेज हो? दार्जिलिङ दार्जिलिङ भेजिटेरियन हो तिमी? भेजिटेरियन होला। अनि अस्ति त भेज हो भन्दा लामाले मासु नखाउ अरे कि उसलाई नि। अनि भेज लन्च खानालाई मेलम चाहिँ पुग्यो। कहाँ पुगेछ र? मेलम चाहिँ खोला। पानी बढ्न थाल्यो भने त पानी त अब त के को पर्छ पानी। अब त पानी त आऊ भने नि आउँदैन। यति पछाडि बनाउने खोलामा चाहिँ त्यति माथि आएको नि खोला यत्रो ठुलो खोला। त्यस्तो कुरा नगर न। हेर, अब मान्छे डराएर सबै खाली भइसक्यो। अनि यो घर त झन् पुरै खाली। हेर, मेलम्चीतिर घुम्दैछ हामी। कति भयो यो बाहिर आएको? 2 महिना त भयो है? 2-3 महिना भएन? रेस्टुरेन्ट चाहिँ खोलेछ। राम्रो घर हेर। तल भत्काउन कति 3-4 लाख लाग्छ। यिनीहरू त फेरि नयाँ भर्खर बनाएको घर रहेछ कि फेरि। त्यस्तो पुरानो घर पनि भइन्छ, नयाँ घर रहेछ। त्यही त जम भयो। यता यो व्यापारको हिसाब मेलै घर त सबै खाली। बाटो चाहिँ घन्टा
भाइ ठिक छ जमानेको प्याज जार खाने हो टुम्बा फेरि अब पछि टोली छ नि तपाईँहरूले मङ्गलबारको फेरि बेस्ट पढ्नु सुरु भयो अघि नै यो ठाउँको नाम के हेलम्बु नै कहाँ हो दाइ यो दाइ यो ठाउँको नाम हेलम्बुको आसपासमै हो यो अब पानी परिसक्यो माथितिर हिउँ भेट्छ कि के भेट्छ कि कहाँ जाने हो कहाँ जाने ढिलो भयो सिधा सिधा जाउँ है सिधा अब पानीले भेट्यो जाडो यहीँ जाडो रहेछ नि के माथि त ठस्ने खाने हो ठस्ने भन्छ यो भाइले गाडी पनि बसले माथि तान्नु सकेन बाटो चिप्लेर दुःख भयो ठस्ने खाने हो ठस्ने अब गाडी जानै सकेन यो गाडी फस्यो गाडी गर्दा हामी फस्यो गाडी पनि फस्यो माने चाहिँ के हो त्यो चाहिँ भन्दैन म सिकाउँछु के भन्दैन चिलाउँछ ल गाँठे यो त खाँदाखेरि यसरी खाने अब चाहिँ के खाएको रे भनेर भन्नु खाऊ त के खाएको रे ठस्ने मुखमा ठोस्ने खाएको अरे मिठो रहेछ ठस्ने अन्त अमिलो जात रहेछ न को खाने ठस्ने को खाने ठस्ने फर्स्ट टाइम खायो गाडी साडी दुख्दैन फर्स्ट टाइम खाएको यो अझै पुगेन ठस्ने म अलिक खान्छु कि अझै कति घन्टा फस्ने हो गाडीले गर्दा आज पार्के भिरबाट माथि गाडी आएन अब चाहिँ यसरी हिँड्नुपर्ने अवस्था आयो बिचोक भयो त है मरे भोलि कसरी हिँड्ने होला म सम्झिरहेको छु हिँड्दैछ आउँदैछ
यतिको त सिधा बाटो हिँडे जतिकै हो। खतरा एक्सर्साइज हुने भयो आज चाहिँ। यत्रो गाडी गइसक्यो अनि हाम्रो गाडीमा नै नछिर्ने अनि के को गाडी हो त त्यस्तो? त्यहाँ सोध्यो भर्खर त्यहाँ कसरी आयो त्यो गाडी भनेर। पानी चुहे के हो? खै 10 रुपैयाँ छोड्छ होइन उ चाहिँ बसेर है तिमी अघि एकछिन बसेको थिएन है त्यो भयो नबसेर होला के छ बिजेछु एक्टिङ गर्छ भन्छ तिमी भन्छ गुने गु छ अनि पाँच भाइनीमा एक भाइनी छ आको टिबेटमा कहाँ चार भाइनी चाहिँ कहाँ टिबेटमा छ भन्थ्यो एक भाइनी चाहिँ कहाँ ए आमा यहाँको 5 जना दिदी बहिनी ए यताको सुरक्षाको लागि एक बहिनी यहाँ अनि अरु एकजना टिबेटमा रे टिबेटमा छ अरे कहाँ पाँच भाइनी कहाँ छ भन्थ्यो यहाँ चाहिँ के माग्यो पनि दिन्छ यहाँ चाहिँ के माग्यो पनि दिन्छ अब बुढा त एउटा छ धेरै प्यारे भन्छ अಯ್ಯ पानी पो आयो है बुढा त बुढै माग्नु पर्ने हो त अनि अरू थोक मिल्दैन छ लु पानी पनि छिटायो पानी पनि आयो फेरि हेलम्बुमै यसको तपाईँले घर बनाउँदो रहेछ हेलम्बुमा फेरि त्यहीतिर भोलि उसको बुढाले खोज्यो भने के गर्ने फेरि यतै उता गोठमा याक छ अरे त्यहाँ दुध निकाल्दै गाडीको ड्राइभर दाइ चाहिँ अलिक डरछिरो खालको परेछ पानी पर्यो असिना झर्यो दाइको रुमा भाउजूलाई मन पर्यो पानी पर्यो असिना झर्यो दाइको रुमा भाउजूलाई मन पर्यो बोलिस नि बच्चा बिच बिचमा हाल्नु पर्छ ल ल भोलिको ड्रामा त बाँकी नै छ चिलाउने हुन्छ कुनैको फेरि रुखहरू जाँदै नसम्म त ल चिलाउँछ अरे आज हाम्रो उसमा चाहिँ एकछिन तर्सायो हिँड्नुपर्छ भनेर फेरि 15-20 मिनट हिँड्यो त्यहाँबाट फेरि अरू गाडी 4-5 वटा वहीँ गएपछि ड्राइभर दाइले फेरि आँट गरेर ल्याएर फेरि झन्डै 1 घन्टाको बाटो त मजाले उकालिदियो है हिँडेको भए त 1 घन्टाको बाटो 1.5 घन्टा लाग्थ्यो होला 2 घन्टा लाग्थ्यो होला हामी कहाँ सक्छ घाँटी ल अब चाहिँ होटेल पुग्न आँट्यो रिजोर्ट हजुर 1 घन्टा जिस्केको त्यो दाइ त हिँड्नु सक्दैन 1 घन्टा के अघि नै एकछिन 15 मिनट हिँडेर उसलाई गाह्रो भइसक्यो मेरो छोराछोरी बिचरा यिनीहरूको यसपालि ओ यो त झन्झन तल गयो त लट्ठी त हे 5 बज्न आँटिसक्यो कतिखेर पुग्ने होटेल पानी परेर बिजोग भयो त अब भोलि के हुने हो के च्याउ टुट्नु जानु लाग्यो क्या साथी हो छोरी आऊ है यो त देख्दा माथि गयो
टाढो पो रहेछ उठ्नु पनि अलिकति तल छ अरे ट्रेनमा चाहिँ सजिलो के म जानु चाहिँ यत्रो टाढो है फेरि है यो चोमुथाङ रिजोर्ट हेलो आजको यात्रा चाहिँ अलि डर लाग्ने अलि रिस उठ्ने अलि रमाइलो अलि दुःख लाग्यो अलि रिस धेरै उठ्यो तर भगवान्को ठाउँमा आएको रिसाउनु हुँदैन भनेर हामी एकदम भगवान्ले नि साथ दियो यहाँसम्म आइपुग्यो जस एकछिन हिँड्नु पर्यो जस आमा यहाँले दर्शन गर्नु लेखेकै छ जस्तो छ अब भोलि कतिको हिँड्न सकिन्छ अब अब आज ड्राइभर भाइको साथो बोलाउनु पर्छ अहिले राति खै के अरे बोलाउने अब बोलाउनु पर्यो आमा हामीलाई त तल मुनिबाट माथिसम्म आएको हो त हामी ल